भनेको लायन्स आज विश्वको सबभन्दा ठुलो सामूहिक संस्था बनेको छ। यसले वास्तवमा विपदमा परेका व्यक्तिहरूको सेवा, विभिन्न सेवा भावले धेरै कामहरू गर्ने यसको लक्ष्य छ। मलाई लाग्छ आज स्टेसन प्रोग्राम हुँदै गर्दा विगतका अध्यक्षहरूले पनि लायन्स क्लबको मूल्य र मान्यतामा रहेर धेरै सेवा गर्नुभएको छ। उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी आज स्टेसनमा हुँदै गर्ने अध्यक्षहरूले पनि यस ठाउँमा रहेर दूर दराजमा रहेका पीडामा रहेका मानिसहरूलाई उद्धार गर्ने कार्य गर्नुहुनेछ, जसले लायन्सको एउटा नियम हुन्छ त्यो अघि सरले पनि भनिसक्नु भएछ, त्यो हामीले पालना गरेर जानुपर्ने हुन्छ। विगतमा सन् 2012मा हामीले चक्रघटीमा पहिलोचोटि लायन्स क्लब अफ कोसिलिभर भन्ने स्थापना गरेका थियौँ। त्यो अहिले निष्क्रिय अवस्थामा छ। त्यस कारणले त्यस पछाडि दोस्रो रूपमा चक्रघटीमा सप्तकोशी डाइनामिक भन्ने स्थापना भएछ। यसले आफ्ना गतिविधिहरू वर्षै बढाएको अवस्था छ। यसैले यस्ता खालका सामाजिक क्रियाकलापहरू गर्दै जाओस्। अझै पनि हामीले सेवाका भाव र सेवाका हातहरू अगाडि बढाउन सक्यौँ भने मात्र हामीले सोचेको मार्ता काम गर्न सक्छौँ। यिनै कुराहरू राख्दै तपाईँहरूको कार्यकाल राम्रोसँग बितोस् भन्ने शुभकामना साथ यो आजको प्रोग्राम पनि सभ्य भव्यता साथ बितोस् भन्ने शुभकामना व्यक्त गर्दै मेरा भनाइ व्यक्त गर्न चाहन्छु। हवस्, नमस्कार, धन्यवाद, जय माता।